हेलो साथीहरु सबैजना सेवाहरू आज चाहिँ मेरो दिन कसरी कटेको छ हामी सँगै हेरौँ है त। पहिलो नम्बरमा त साथीहरु आजको दिन चाहिँ यस्तो राम्रो भएको थियो नि पानी पनि परेन घाम पनि लागेन यस्तो शीतल भएको थियो। अनि हामी चाहिँ कहाँ आएको छौं भन्दाखेरि साथीहरु खोला नजिकै आएको छौं जिना फुपूकोमा आएको हो। आज चाहिँ हेर्नु न मौसम यस्तो राम्रो देखिरहेको छ नि साथीहरु भिडियो गरिरहम जस्तो लागिरहेको थियो के मलाई चाहिँ। त्यसपछि चाहिँ मैले भिडियोहरु गरिसकेपछि चाहिँ हामी चाहिँ रोप्न सुरु गरेको छौं साथीहरु। हामी चाहिँ कसरी रोप्छौं भन्दाखेरि तपाईहरुले यहाँ देख्न सक्नुहुनेछ। हामी चाहिँ प्राय जस्तो साथीहरु बिचबाट घुमाएर रोप्ने गर्छौं। अरूले चाहिँ थाहा भएन साथीहरु म चाहिँ बिचबाट घुमाए भने चाहिँ मेलो छिट्टो निस्किन्छ जस्तो लाग्छ। मलाई चाहिँ त मेलो चाहिँ बिचबाट घुमाउने बानी भइसक्यो साथीहरु। एक साइड वन रुपैयाँ ल्यायो भने चाहिँ कतिखेर पुग्ने होला अगाडि भनेर हेरेको हेरै गर्छु। अनि साथीहरु हेर्नु न खाना कति धेरै हो के म घरमा चाहिँ त्यति धेरै खाँदैन। म खेतलाई जाने बेला चाहिँ किन मलाई चाहिँ कति धेरै खाना रुच्छ। अनि साथीहरु दिदीले चाहिँ किन चाउचाउ दिनुभयो भन्दाखेरि दिदीले सुँगुरको मासु खानुहुन्न नि त त्यही भएर चाउचाउ अन्डा पनि दिनु भएको छ। अनि फेरि यता सेक्युरिटी दुईटा छन् हेर्नु न एउटा मुनि बसिरहेको छ एउटा माथि। अनि साथीहरु यसरी भिडियो गरिसकेपछि चाहिँ के बोलुम हुन्छ क्या म त जे पाए त्यही बोलिरहेको हुन्छु जस्तो पनि लाग्छ घरिघरि त। गाह्रो छ साथीहरु मलाई त यसरी भिडियो गरिरहँदाखेरि कति जनाले बिल्ला पनि गरिरहेको हुन्छ। म चाहिँ हाँसेर जिस्केर चाहिँ त्यतिकै टार्दिन्छु। तर बिल्ला गर्न सजिलो छ साथीहरु यसरी भिडियो गरेर एडिट गर्नु चाहिँ जति गाह्रो केही होइन क्या। त्यही भएर बिल्ला भन्दा पनि साथीहरु तपाईहरु टाइम वेस्ट नगरिकन चाहिँ यसरी भिडियो गर्न सक्नुहुन्छ भने गर्नु होला तपाईहरु पनि। तपाईहरु आफ्नो काम पनि भ्याउनु हुनेछ कन्टेन्ट पनि बनाउन सक्नुहुनेछ अलिअलि के काम गर्नुहुन्छ। अनि हामीले चाहिँ खाना खाइसकेर रेस्ट गरिसकेर चाहिँ फेरि निस्किसकेको छौं रोप्नलाई। अनि मैले त टोपी नै बिर्सेके साथीहरु नि यहाँ आइसकेपछि घामले पोलेपछि भने थाहा भयो क्या। म चाहिँ यसरी धान रोपेको चाहिँ साथीहरु भिडियो गर्न पाउँदिन किनभने आफ्नो मेरो लानुपर्ने हुन्छ। त्यही भएर भिडियो गर्दिने मान्छे पनि कोही हुँदैन नि त। त्यही भएर जुनै भिडियोमा पनि त्यति धेरै रोपेको चाहिँ देखाएको छुइनँ मैले। त्यही भएर साथीहरु उले चाहिँ रोपेको चाहिँ केही पनि देखाउँदैन खाली अरूले रोपेको मात्र देखाउँछ अरू मात्र देखाउँछ चाहिँ नभन्नु होला। अनि साथीहरु फुपूकोमा त हेर्नु न यो खाएर फ्यालेको दाना उम्रेको अरे हेर्नु न कत्रो फलिरहेको छ एउटा चाहिँ पाक्नु लागेको छ। त्यसपछि साथीहरु हामीले चाहिँ धान पनि छिटै रोपिसक्यौं अनि घरमा त जान लागेको। मौसम त यस्तो राम्रो देखिरहेको अझै पनि।